त्यसरी नै सबै यसरी हो यो मान्छेलाई कम्ता खोज्ने यो माछा बनाउन नजानेर बनाएर प्रायः बनाउनु भिडले भइहाल्छ माछा मार्न जानेले त्यति पनि जान्दैन। तिमीलाई मैले भनेको होइन बिहानै फोन गर्दा ल्यायो गाउँमा डाँड्यो तर होइन टुप्पोमा त चढाइरहेको छ माछा होइन उ त्यसलाई अलिकति घटाएर त्यसमा एक दुईवटा तेलमा लगाइदिनु पर्छ नि। कुनलाई नबनाउने अब भिडियो गर्दा आउँदै आउँदैन अनि तिम्रो नक्सै म त पर्दैन यो चाहिँ गरिदिनु पर्यो पापा बोलिहाल्छ सामान मात्रै तयारी गर्नु यसरी बन्दा खोल्नु हुँदैन नि गर्मी भयो भन्नु पाउँदैन नि त खोल्दैन नि त ठिक আছে छिम लागिहाल्छ कस्ता पनि भने रिङ्गा चल्छ नि त बुढा भरे खकुल एउटा अझै फेसा खाँदै जानु यहाँ सबै यसो राखिदियो नि आजको चाहिँ आज उहाँको चाहिँ गुरु पूजा हुनाले गर्दाखेरि चाहिँ सबै खानपानहरू पनि बनाइसकेको रहेछ। अब उहाँको चेलाहरू चाहिँ आइसक्नु भयो जस्तो लागेन, एकजना चाहिँ एकजना आउनु भएको रहेछ र तपाईँलाई चाहिँ आज यसो है खाइ गरिदिने यहाँ कहाँ के हुँदैछ है भनेर ढोलीहरूलाई कराई खटाइहरू गरिदिनुको लागि चाहिँ तपाईँलाई यहाँबाट चाहिँ आज बुढौली चाहिँ टेन्सेल गर्दैछ, लाभमा गरिरहेको छ हाम्रो लागि कुराबाट सुन्दा कुराबाट टेन्सेल हो। आज यो यहाँको उहाँहरूको गुरु पूजा गरेर चाहिँ नसकेसम्म चाहिँ अब गुरुले खटिदिनु भनेर चाहिँ तपाईँलाई चाहिँ राखेर चाहिँ ढोलेहरू यहाँ ढोलेहरू यसो चियापानहरूलाई सबैलाई काम चाहिँ गर्नु पर्दैन, कराई चाहिँ दिनु पर्यो, भनी चाहिँ दिनु पर्यो, गर्ने त हामी गर्छौँ लागि परौँ सबै होइन केन्चारीहरू होइन सबैले अब सगाइ पगाउ गरेर आज हाम्रो माङ्देन आगोको साया उठाउनु सबै लागि पर्नु भन्दै यो कुरालाई आज अब सबै लागि पर्नु मेरो भन्ने चाहिँ अब लागि परेर कसैले बत्ती मर्छ कि त्यो कसै के हो धुप मर्छ कि भनेर अब सबै लागि परौँ होइन। मैले नदेखे पनि तपाईँहरूले पनि यसो हेरेर यसो सबै लागि परेर अब भन्दै आगोको यहाँ काइलाको अब राईको भने सायद समूह रीति समूह गर्दैछ होइन। उहाँको शिर उठाउने, गुरु पूजा, गुरुहरूलाई सचाउने, सम्झाइ बुझाइ गर्ने यो कार्यलाई चाहिँ सबै लागि परेर पार तारौँ। यो चाहिँ लागि चाहिँ पर्छौँ, तर तपाईँ चाहिँ दर बसेर अराई खटाइ चाहिँ गरिदिनु पर्यो। यहाँ हाम्रो ढोलेहरू पानीहरू सबैले चाहिँ अब सहयोग गर्नुपर्छ है, हातमा हात काठमा काठ मिलाएर चाहिँ सहयोग गरिदिनु पर्यो है। कति 5 रुपियाँ सुक्सुपा छ नि मैले भनिदिनु नि माथि 7 रुपियाँ गोटा दिँदैछ है आउँछ कतिवाला 7 रुपियाँ गोटा तर ठुलो खाले होइन। अस्ति तिमीले लग्यौ नि मेरो 7 रुपियाँ गोटा दिँदैछ सुक्सुपाले खले त्यो प्रधान महाराज
टाउको चाहिँ वाजरामै त्यो चेप्पोले चेप्पो पुछार यतै पुछार आइरहेको छ ट्याम्किट्याम छटायो कि अनि मेरो पालो होइन हौ त्यसले देखेन होला भने उहाँ हेर्दा कत्रो ठुलो छ यत्रो डन्ठा लिएर आएर माथिल्लो हेर्दै हेर्दै कहाँ छ देख्दैछ यी छ भने हेर्दै नमार्नु पर्दैन मुसा खान त हुन्थ्यो राख्नु हुँदैन यस्तोमा त ढिलो हुन्छ होइन मेरो मन साउन पर्ने होइन हेर्नु चाहिँ पर्छ बुहारीको चाहिँ 40-50 रुपियाँ राख्नु भुइँमा राख्ने त्यो हातैमा बाँधिदिनु पर्थ्यो बाँध्ने मान्छे बाँधै गइन्छ अब यो यो चाहिँ त्यसो भने यो चाहिँ गुरुबाउको हो अब ढोक्नुहोस् अब चाहिँ ढोक्नुलाई के भनेर हुनु त म पहिल्यै उत्रेको होइन रही पनि मेरो गुरुबाबु उता ओआयो छ रही पनि टाढो भयो होइन त्यसले गर्दाखेरि मैले भाइलाई दुःख गरिदिनु मेरो अरू केही बिमार छैन जहिले यस्तो गरेर बस्नुपर्ने जिउ भने सुकेर यस्तो भइसक्यो हुँदैन नानीहरूले कारण छ के गर्नु त्यसले गर्दाखेरि अब जाने एक दिन आउनु त्यसले गर्दाखेरि भाइलाई के गर्नु अब म अब त्यही भइसक्यो म अब यस्तो दुःख पाएर बस्नु पऱ्यो कति 30-32-33 वर्षमा म यस्तोले भेटाएको 6 महिना मर्दै 6 महिना बाँच्दै ओछ्यानमै मरेर गएको मान्छे अहिले यस्तो भएर हिँड्नु परिरहेको छ म गर्दिनँ यो काम म गर्दिनँ भनेर मैले 3 वर्ष मैले छोडेँ छोडेको मैले नहुने सपनामा मैले भिड परेर गएर फाला कस्तो कामेकै अरू मेरो बिमार केही छैन कामेकै हुँदैन कसो गर्ने मेरो श्रीमानसँग सल्लाह गरेर भाइलाई सोचेको थियौँ उतला चाहिँ जानुभयो हुँदैन अनि भाइले कसो गर्नु अब भाइ भनिदिनुहुन्छ भनिदिनुहोस् भाइले यसो कुरा बुझ्दाखेरि यस्तो रहेछ स्याहारो के रहेछ भने यो चाहिँ अब भनौँ यो चाहिँ गुरुबाबुलाई गुरु भेटी जस्तो अब जामा पगारी भन्ने त अर्कै यो चाहिँ यसो गुरुबाबुलाई गुरु थाप्दै रहेछ गुरु थापेको अनि गुरु त थापिसकेको त्यही पनि
होइन यो यो उहाँ गुरु चाहिँ- भेटी जस्तो यसो दुःख गरिदिनु भयो, दुःख गरिरहनु भएको छ। अझै मलाई पुरा खेरखार गरिदिएर मेरो बाटो टुङ्गो लगाइदिनुहोस् भनेर यसो गुरुलाई चाहिँ गुरु धागेको पहिला उहाँको गुरु त रच सुन्नु त सुन्यौँ होइन, तर पनि अब अझै पनि मलाई चाहिँ टाढो भयो, तपाईँहरूको शरण पर्दैछु, मलाई चाहिँ पार लगाइदिनु पर्यो यो कामबाट भनेर चाहिँ म निस्किने हो भने पनि राम्रोमा लगेर निकालिदिनु पर्यो, होइन भने पनि यो कामनेबाट छुटाइदिनु पर्यो भन्ने कुरा उहाँको चाहिँ अब तपाईँको शरण पर्दै रहेछ है। त्यसै त होला नि होइन अब म पनि अब मेरो टाउकोमा आइरहेको छ। अब त्यसै भन्नुहुन्छ मेरो गुरु टाढो भयो, अब जानु छ भने त आउनु छ भने त आयो एक 2 दिन त लागिहाल्यो। अनि भयो म यहाँ नजिक छु। अब म यसरी छु, मलाई पार लाग्यो भन्नुहुन्छ। अब जहाँसम्म मैले जाने र सकेसम्म बल गर्छु, कहाँसम्म हुन्छ थाहा छैन। अब भरे खेल्दै जाँदा मात्रै थाहा हुन्छ। अब आज बपत्र हुन्छ कि भन्ने आशा चाहिँ गरेको छु। अब मन्दिर अब यस्तो बुढापाका 10 15 बसेकोमा आज पक्कै पनि वालकिपर चाहिँ हुनुपर्छ। वरा चिन्ने पर चिन्ने चाहिँ पक्का यहाँ 5 तला 7 तला 9 तला मन्दिर थापेर अगाडि चाहिँ हाजिरा गरेपछि पक्कै वालकिपर पक्कै पनि हुनुपर्छ। शिव मन्दिरमा भइसकेपछि शिव मन्दिर भएर भने बुढापाका पुरा केन्चारीहरू भएर पनि झकझकाएर भए पनि अब भुपेर चलाएकै हो भने त्यसले दुःख दिएको भने त्यसलाई खेदाइदिनु खिच्नु पानी लाएर हो भने खेद्नु पर्यो, होइन भने सत्य बाटोमा हो भने सत्य बाटो चाहिँ पार गर्नै पर्यो। हिराकै हो भने आज पार हुनु पर्यो। पार चाहिँ हुनै पर्यो। हुन्छ, विश्वास गर्नुहोस्, पक्का आज हुन्छ। हुन्छु भनेर सम्झिनु। ल त्यसो भन्दै हामी पनि उठ्यौँ होला होइन। ल है, अब माछाको बल चाहिँ पानीसम्म अरे हाम्रो चाहिँ अब मनहरूको बल चाहिँ धामीसम्म अरे भन्ने उहाँ नाना चाहिँ तपाईँको शरण पर्दैछ, कसरी हुन्छ पार
भएको छ त्यो खोलेर जानु पर्यो खोलिदिनु छ। सत्य कहिले न कहिले दिनु पर्यो तिमी बदमासी। तिमीले यसरी सधैँ सधैँ दुःख दिएर हुँदैन। सधैँ सधैँ तिमी कान्छी महारानी भए पनि तिमी चाहिँ सधैँ सधैँ गरेर चाहिँ खोलेर चाहिँ भनिदिनु पर्यो यी चेलीको शरीरमा चाहिँ तिमीले दुःख नदिनु पाएको शरीर। तिम्रो आजदेखि तिमीले सत्य तिम्रो बाटो खोला हुनेछ। तिमी बाटो खोलेर चाहिँ बाटो खुला गरेर जानु पर्यो। तिमीले तिम्रो भाग के हो मेवा मिष्टान फाल फुलर के हो त्यो दिएर जानेछौ हामी। तोडेर जानु तिमी धारा गवाएर तिम्रो तोडेर लानु बिचमा प्रतिले बाटो थुने थियो भने पनि आज खोल्ने छ। तिमीलाई सुना धारा दुधा धारा दिनेछौ। अब तिमीले बाटो खोलेर जाने हो भने खोलिदिनु पर्यो। बलात्कारीलाई दुःख नदिनु पर्यो। बला जाने तिम्रो सेवा गरेर जानेछ र बाटो खोलिदिनु पर्यो। सत्य सत्य भनिदिनु पर्यो। गरिदिनु पर्यो। गरिदिनु पर्यो। यसरी दुःख दिएर हुँदैन। Lame me makan मेरो बाटै पाउँदिन म रुँदै काम फर्केर आउँछु। पाउँछ पाउँछ अब सत्य महिलाले गर्नु पर्यो। आज मलाई मेरो शिवजीले आज तिमी शिवजीको तिमी चेला हो भने जवाब दिएको भने आज पक्कै पनि बाटो खोल्ने छ। तिम्रो बाटो खोलिने छ। मेरो मन्दिरमा लाएर चढाइदिएको अब तिमीलाई केले चाहिँ तिमीलाई बाटो अब बाधा गरिदिनेछ। हामी जनता
बाउ छोरी के भयो ठिक छ Good job. Yeah. I'm over. सामने बसो सामने सामने
सुम्नेको पनि टाउन बाँडे आज Good job, good job. Good job.
बिस्तारै बिस्तारै नानी बोका सबैलाई